आज 13 दिनसम्म हामीले निरन्तर यो स्थानमा हामीले धरना जुन हामीले बिहान 10 बजेदेखि 5 बजेसम्म थियौँ त्यो हामीले निरन्तरतासँग दिएका थियौँ। अब आज हाम्रो मन्त्रालयमा हिजो जुन हाम्रो अध्यक्षज्यू र वरिष्ठ उपाध्यक्षज्यू उता मन्त्रालय गएर मन्त्रीज्यूसँग हिजो मिटिङ बसेर बेलुका पनि केही कुराहरू भएको थियो र अहिले पनि मिटिङ सकेर अब केही छिनमा उहाँहरू आउँदै हुनुहुन्छ र जहाँसम्म लाग्छ मैले बुझेअनुसार मलाई सूचना आएअनुसार हाम्रो त्यो जुन 6 बुँदे मागहरू थियो त्यो सायद पुरा भइगयो जस्तो लागेछ। त्यसले गर्दा आज हाम्रो अन्तिम दिन पनि हुनसक्छ है। यदि भोलि पनि आउनु पर्यो भने त्यसमा पनि हामी के त पछाडि हट्ने आउनै पर्छ। त्यही भएर लाग्छ मेरो विचारमा आज अन्तिम दिन हुनसक्छ। यही नै हाम्रो खुसी हो। जुन हाम्रा कुराहरू छन्, जुन हाम्रा मागहरू छन्, त्यो मागलाई जबसम्म सम्बोधन भएर तपाईको कार्यान्वयन गर्दैन तबसम्म के त हामीले न्याय पाउँदैन भाइ। हेर्नुहोस्, यी कागजी कारबाही हामीले कागजी रूपमा त धेरैपल्ट हामीले के त सम्झौता गऱ्यौँ, तर त्यो कागजको सम्झौताले हामी मान्दैनौँ र तुरन्त कार्यान्वयन भयो भने हामी ठिक छ, राम्रो, त्यसको पछि हामी सपोर्ट गर्छौँ। तर कागजी रूपमा मात्रै हामीलाई त्यस्ता किसिमको आयो भने त्यसको हामी विश्वास गरेर कि त हामी धरना टुटाउँदैनौँ। त्यही भएर हाम्रो यथावत रहनेछ यो र कस्तो किसिमको वार्ता भएर कस्तो किसिमको सम्झौता भएर त्यो सबै कुराहरू अहिले आएपछि हाम्रो अध्यक्षज्यूले विस्तृत रूपमा जानकारी गराउनेछ। त्यही भएर म भन्छु सबैजना पीडितहरू एउटा घरमा बसेर खेती नगरोस् है भनेर मैले पटक पटक भनिरहेको छु। किनकि आज सडक आन्दोलनमा हामी यही अनुहार हो। आज 41 महिनासम्म हामीले सडक आन्दोलनमा खटिएर आफ्ना हरेक काम कर्तव्यलाई सबैलाई त्यागेर यो स्थानमा आएर हामीले न्याय पाउनुपर्छ है भनेर आजसम्म संलग्न भएको 41 महिना भएन हजुर? भयो नि त। हामी इमान्दारतालाई चुकाउनु न आफ्नो काम र कर्तव्य के हो? आफ्नै अधिकार लिन सक्दैन भने त्यसले यो जिन्दगीमा के गर्न सक्छ भन्नुहोस्? त्यो भनेको जिउँदो लास हो। त्यसलाई भन्छ जिउँदो लास। जबसम्म मानव भएर मानवले पाउनु पर्ने हक र अधिकारको लागि लडेर उसले प्राप्त गर्न सक्दैन भने होइन। एउटा मानव रूपी उसको रूप मात्रै हो। त्यसले गर्दा धरतीको बोझ भएर हामी जन्मिने होइन। केही यस्ता यी प्रदूषणहरू यस्ता कुनै पनि भ्रष्टाचारीहरू तपाईँ हाम्रो बिच आउँछ भने त्यसलाई प्रतिकार गर्न सक्ने खुबी र क्षमता हामीमा हुनुपर्छ। हेर्नुहोस्, जबसम्म यी मैले भने नि आज यो लगभग 12-13 दिनसम्म यो स्थानमा हामी यसरी धरना बसिरहँदा कुन मन्त्री उही पुराना होइन, यिनै पुराना दलले यी पुरानै भ्रष्टहरूले चयन गरेर छानेर राखेका यी मन्त्री रहन्छन् त भ्रष्ट बुझियो नि त। जेनजी पुस्ताले छानेर राखेका अहिलेको यो नयाँ मन्त्रीमण्डल होइन। यो कार्कीको सरकार भनेको पुरानै ओली प्रचण्ड र शेरेबाट के त छनौट भएर भएका यी के त राजनीतिक अहिले नियुक्तिहरू रहेछन्। त्यसले गर्दा अब यिनलाई यदि हाम्रा माग मात्रै पुरा भएन नि यो थोरै अंश हो। हामी धेरै अंशहरू बाँकी छ हाम्रा। धेरै हामीले यदि त्यो युज गर्न पर्यो भने त्यो प्रयोग गर्न पर्यो भने यो राज्य आजको भोलि नै के त हामीले यो सरकारलाई हामीले ढाल्न सक्छौँ। त्यसले गर्दा हाम्रो एकता हुनुपर्छ। एकता नै हाम्रो सफलता हो भनेर हे सहकारी पीडित हो भनेर मैले पटक पटक भनेको छु। तर त्यसमा हाम्रो कसैको पनि चासो र जिज्ञासा मैले देखिनँ। त्यही भएर आज यतिजना मान्छेले मान्छ हामी ल भन्नुहोस् आज अन्तिम दिन हो। लगभग सबैलाई थाहा थियो, हिजो पनि थाहा थियो है। त्यही भएर कसैलाई चासो छैन। पायो भने फलनाले पायो भने मैले नै पाउँछु, त्यसले रामेले पायो नि स्यामीले पाउँछ। यस्ता आशावादीका खेती नगर्नुहोस् भनेर मैले भनिरहेको छु। जसले त्यो खेती गरेको छ त्यही गलत खेतीले गर्दा आज के त हामीले दुःख पाइरहेका छौँ। त्यही भएर आज यत्रा दिनसम्म पनि यी पुराना जुन सरकार थियो पहिलाको विगतका सरकारहरू पूर्व सरकार हेर्नुहोस् त 30 वर्ष अरे 35 वर्ष अरे 40 वर्ष हेर्नुहोस् त कतिचोटि प्रधानमा 3 चोटि 5 चोटि रे 7 चोटि रे विश्वको इतिहासको पानामा रेकर्ड तोडे रे। हेर्नुहोस् त के रेकर्ड तोडे देखाउनुहोस्। देश ध्वस्त भइसक्यो, अर्थतन्त्र सकिसक्यो। हेर्नुहोस् त आज अर्थनीतिको एउटा खम्बा होइन यो अर्थ सहकारी भनेको आज सहकारी सकाप हुँदैछ। यो सकाप हुन लागेको सहकारीलाई पालन पोषण गर्न पर्दैन राज्यले, यी दलालहरूले। हेर्नुहोस् त कति गलत काम गरिरहन् तर पनि अझ हामी नै ठुला हौँ। अब यो देशमा हामीभन्दा अरू के त यो देश चलाउन सक्दैन भन्ने यस्ता घमण्डीपना यी पुराना नेताहरूमा छ नि। त्यो घमण्डी अब सहकारी पीले तोड्छ। अब कसले तोड्छ? सहकारी पी। अब सहकारी पीले गर्छ। हेर्दै जानुहोस्। सबैजना त्यो दिन पाइयो भने यही देशमा कहाँ गएर कसरी के आवाज उठाउनु पर्छ त्यो हामीलाई थाहा छ। र यो देशमा तपाईँ हाम्रो जुन मैले हिजो भने नि हाम्रो यो परिवार हो। हिजोको दिनसम्म रामेश एमए एबिसी कहाँ थियो कता थियो कसैलाई थाहा थिएन। आज हामी एकजुट भएर
जसरी आन्दोलन उत्रेछौँ नि, अब यो हाम्रो एकता जबसम्म जुनी जुनी यो धरतीमा हाम्रो दुई मुठी पुराण रहनेसम्म तपाईँ हाम्रो नाता कहिले पनि टुट्ने छैन। यो मेरो प्रतिबद्धता हो। तपाईँहरूले मलाई गर्नुहोस् न, कसैले पनि मेरो नम्बर पाएर कुनै उठेर परे बेला देव सर मात्रै भन्दै कल गर्नुहोस्। तपाईँको ठाउँमा आउन सकेन नि त्यतिखेर मात्र भन्नु होला यो मान्छे फटा रहेछ भन्नुहुन्छ कि यो इमान्दारिता रहेछ भनेर त्यो बेला मात्रै चिन्न सक्नुहुन्छ। हेर्नुहोस्, कसैलाई पनि दुःख पर्छ जो दुःखमा साथ दिने हामी मानवको काम र कर्तव्य हो। तर यी मानव रूपी राक्षस भने मैले धेरै संज्ञा दिएको छु, यस्ता नराम्रा संज्ञा धेरै दिएको छु बदमासहरूलाई। यी बदमास जस्ता आनन्द मोज र मस्तीमा आनन्द के त चैन बस्ने हामी होइनौँ। हामी सङ्घर्ष गर्नुपर्छ। सङ्घर्ष बिनाको जिन्दगी सफल हुँदैन है भनेर हिँडेको इमान्दारी छोरा हौ तपाईँ हामी। त्यसले गर्दा यो कुरालाई सम्झेर सबैजनाले हामी के त अगाडि बढ्नुपर्छ। यो देशको विकास अब तपाईँहरू हातमा छ। आज यी 240 वर्ष समथिङ त्यस्तै कति राजाले राज्य गर्यो, गर्दै गर्दा के गर्यो ल भन्नुहोस्। अब अहिले यी भ्रष्टहरूले गरे, यो लामो अवधिमा यी भ्रष्ट नेताहरूले देशलाई के राम्रा काम गरे र देखाउनुहोस् त। एउटा मात्रै भन्नुहोस् त, काङ्ग्रेसले के गर्यो, एमाले के गर्यो, राजनीति कुरो नगरौँ भन्दा पनि कुरो गरेर आउँछ। कसले के गरे ल देखाउनुहोस्। भएका देशका हाम्रा पुर्खाहरूले जोगाएर राखेको हाम्रो मातृभूमिलाई उल्टो के त अर्काको देशमा गाबिरहेको छ यही बदमासहरूले। यही बदमासलाई आज हामीले समर्थन गरेर मेरो काङ्ग्रेस, मेरो एमाले, मेरो माओवादी होइन, कदापि होइन। यो हाम्रो होइन, हाम्रो नेपाली 3 करोडको जनताको दुश्मन हो यिनीहरू। 3 करोड जनताको दुश्मन हो। यी हामीले परास्त पार्नै पर्छ। अब हामी गर्छौँ यो देशमा कहाँ र कसरी यी जालाहरू बटारिएका छन्, बटारिएका जालाहरूलाई तोडेर हामी के त त्यो स्थानमा पुग्ने हामी सम्पूर्ण सहकारी वृत्त एकदमै सक्रिय छौँ भनेर म भन्न चाहन्छु। त्यही भएर अब हामी हट्ने होइन, डट्ने हो। यिनका अगाडि हामीले के त पाखुरै नै मार्न परे पनि पाखुरा नै बन्न तयार छौँ। यिनसँग हरेक क्षेत्रमा हामी के त हामी भिन्न तयार छौँ। तर बुद्धिमा बुद्धि, शक्तिमा शक्ति हामी सहकारी पीडितमा यो एकता छ भनेर म एकदम पूर्ण विश्वासका साथ आउने दिनहरूमा हामी अब हेर्नुहोस् यी भ्रष्टहरूको विरुद्ध मैले भने हरेक सहरका गल्ली गल्लीबाट, गाउँका गल्ली गल्लीबाट यी बदमास ठगी यी भ्रष्टाचारीहरूलाई निमाठेर खोलामा फाल्ने, गल्लीमा निमाठेर फाल्नुपर्छ। जसरी कुखुराको चोला निमाटिन्छ नि हो त्यसरी निमाठेर यी बदमास ठग भ्रष्टाचारीहरूलाई फ्याँक्नुपर्छ। त्यो चाहिँ कदापि नबिर्सिनु होला। यो मैले बोलेका कुराहरू यहीँ सीमित होइन, तपाईँ हामीले अब लागू गर्नुपर्ने अवस्था आएको छ। जबसम्म यी भ्रष्टहरूलाई हामीले निर्मूल पार्न सक्दैनौँ यो देशमा तपाईँ हाम्रा सन्ततिहरूले पनि सुख शान्ति र यो देशमा आमूल परिवर्तन देख्न सक्दैनन्। त्यसले गर्दा अब हामी जाग्नुपर्छ। यो सहकारी वृत्त आफ्नो न्यायको लागि मात्र जागेको होइन, देशको आमूल परिवर्तनको लागि पनि जागेको त्यो बुझ्नु जरुरी छ। हाम्रो हक अधिकारको मात्र होइन, यो विकृति विसङ्गतिलाई हामीले के त अन्त्य गर्नुपर्छ भनेर जागेको सहकारी वृत्त हो। कुनै आफ्नो व्यक्तिगत स्वार्थको लागि मात्रै होइन, यो सामूहिक स्वार्थको लागि हो, यो देशको स्वार्थको लागि हो, यो राष्ट्रको स्वार्थको लागि हो। त्यो बुझ्नु जरुरी छ। त्यसले गर्दा अबका दिनहरूमा हामी यदि राजनीति गर्नै पर्यो भने पनि अथवा यी भ्रष्टहरूलाई हामीले निर्मूल पार्न पर्यो भने पनि हामी सबैजनाको एकता कहिल्यै पनि टुट्ने छैन। सहकारी वृत्तको यो ठुलो एकता हो। हेर्दै जानुहोस् यिनी भ्रष्ट पार्टीहरूमा कोहीमा 6 लाख छन्, कोहीमा 9 लाख सदस्य। हाम्रा कति छन्? 14 लाख छन्। चाह्यो भने हामी 70-75 लाख बनाउन सक्छौँ। त्यो खुबी र क्षमता हाम्रो यो सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासङ्घमा छ। त्यसले गर्दा यी भ्रष्टहरू भोलि हाम्रा शरण पर्न आउँछन्, हाम्रा खुट्टा ढोग्न आउँछन्। त्यतिखेर छि गरेर जसरी मान्छेले कुकुरलाई घृणा गर्छ नि, त्यो कुकुरभन्दा पनि तलको लेभलले हामीले त्यसलाई के त घृणा गर्नेछौँ। त्यो दिन नआओस्, त्यो दिन आउँछ। हेर्दै जानुहोस् बकाइदा त्यो दिन आउँछ नेपालमा। तर तपाईँ हामी करोडौँ जनताहरू के त जुट्नु पर्यो, एकता हुनु पर्यो, यी भ्रष्टाचारीको विरुद्ध आवाज निकाल्न सक्नु पर्यो, अनि मात्र यिनलाई त्यो अवस्था ल्याउन सक्छौँ। त्यसले गर्दा म भन्छु एकता नै हाम्रो सफलता हो। यो एकतालाई हामीले फुटाउनुहुन्न। हामी फुट्छौँ हाम्रो शक्ति के हुन्छ त विभाजित हुनु भनेको नै हामी असफल हो। त्यसले गर्दा अब हामी सहकारी वृत्त देशैभरिका सहकारी वृत्त एक हो, देशैभरिका सहकारी वृत्तको आन्दोलन जारी छ।
सहकारी पिँधको आन्दोलन जारी छ सहकारी पिँदै न्याय दे सहकारी पिँदै सरकार न्याय दे सहकारी पिँदै न्याय दे सडकमा पत्र परेका सहकारी पिँदै न्याय दे सडकमा अलपत्र परेका सहकारी पिँदै न्याय दे सहकारी पिँदै न्याय दे सुशीलामा सहकारी पिँदै न्याय दे सुशीलामा सहकारी न्याय दे सहकारी पी मरिसक्यो न्याय दे सहकारी पी बाबामा मरिसक्यो न्याय दे सहकारी पीको एकता जारी छ सहकारी पीको एकता जारी छ सहकारी पीलाई न्याय दे सहकारी पीलाई न्याय दे सहकारी पीमाथि राजनीति गर्न बन्द गर राजनीति बन्द गर सहकारी पीमाथि राजनीति गर्न बन्द गर हाम्रो आन्दोलन जारी छ सहकारी पीलाई न्याय दे सरकार सहकारी पीलाई न्याय दे हाम्रो आन्दोलन जारी छ देशैभरिका सम्पूर्ण सहकारी पीडित एक हौ देशैभरिका सम्पूर्ण सहकारी पीडित एक हौ धन्यवाद। अब हाम्रा सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासङ्घका अध्यक्ष श्री कुशल केसीज्यूको आगमन भइसकेको छ। अहिले मन्त्रालयबाट आउनुभएको मन्त्रालयमा हामी सहकारी पिँधको लागि हाम्रा ती 6 बुँदे मागहरू के भयो त भन्ने कुराहरू चासो र जिज्ञासा बोकेर बस्नुभएका आदरणीयहरू एकदमै चासो लिएर बस्नुभएको छ। त्यो बारेमा सकारात्मक किसिमको रिजल्ट आयो कि अथवा नकारात्मक किसिमको रिजल्ट आयो कि यो बारेमा विस्तृत रूपमा जानकारी गराइदिन लागि म हाम्रा अध्यक्ष श्री कुशल केसीज्यूलाई माइक हस्तान्तरण गर्दै म बिदा हुन चाहन्छु। हस्त धन्यवाद। यहाँ उपस्थित सबै आदरणीय आमा बुवा दाजुभाइ दिदीबहिनीहरूमा नमस्कार। जीवन नै यस्तै हो, यो त जीवन त गइसक्यो होइन, यो सिकान केस अब यो कुनै भइसक्यो बाँच्ने त स्थिति भइसक्यो। हाम्रो हालत यस्तो बनाइदिरहेको छ होइन। अब म सबैलाई के आग्रह गर्छु भने सक्रियताका साथ चिसोमा पनि यहाँहरू आफ्नो न्यायका लागि जसरी सक्रिय हुनुभएको छ सबैजनालाई हृदयदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु। किनकि यहाँहरू जसरी सक्रिय भएर लागिरहनु भएको छ यो साह्रै खुसीको कुरा छ। यहाँ जति आउनु भएको छ भगवानले पनि उहाँहरूलाई बुझ्नुहुनेछ कि सबैलाई भगवानले साँच्चीकै यहाँहरू आफ्नो बचतका लागि होइन, सबै घर बस्ने जो घर बसेर बचत चाहियो भन्ने छन् नि उनीहरूका लागि तपाईँहरू आइदिनु भएको छ। तपाईँहरूलाई धन्यवाद। भगवानले तपाईँहरूलाई नै यो शक्ति दिएका छन्। तर घर बस्नेहरूका लागि अब के सन्देश दिने भन्नुहोस् त। आज हामी सरकारसँग छलफल पटक पटक हिजो पनि गऱ्यौँ, आज पनि म नसक्ने अवस्थामा पनि तपाईँहरूलाई गाह्रो भएको छ भनेर म जस्तो अवस्थामा भए पनि म आएको छु। किनभने म सुत्दै गर्दा डिसिजन हुन्न, डिसिजन के गर्ने भन्ने कुरा हुन्छ र तपाईँहरूलाई नै न्याय
गराउनका लागि म उठेर भए पनि आएको हो। मेरो यहाँ छातीमा डस्ट कफ जमिरहेको छ, त्यही भएर त्यो निस्किएको। अघि तपाईँले हेर्नु, यो एकदम गाह्रो भइरहेको छ, घाउ दुखेर एकदम त्यो पेन किलर डबल खाएर चाहिँ यसरी हिँडिरहेको छ। ओ बिहानैबाट 10 बजेबाट बिचरा पर्सिन केसी जो उपाध्यक्ष 76 वर्षको वृद्ध बुवा, उहाँको उमेरको कतिजना आउनु भएको छ, तर उहाँ 76 वर्ष हुनुभएको। उहाँभन्दा सानै हुनुहुन्छ होला, तर उहाँ त्यति हेर्नुहोस् खटिरहनु भएको छ। हामी भर्खरै एउटा सहमति सरकारसँग गरेर आयौँ। अहिले तत्काललाई मात्रै हो यो सहमति, तुरुन्तैका लागि मात्रै, ताकि यो आन्दोलनलाई केही समय माग पुरा गरे भने ठिक छ, गरेन भने चाहिँ हामी फेरि के हो त सुरु गरिहाल्छौँ आन्दोलन भनेको छौँ। तर अहिलेलाई दिदीबहिनी दाजुभाइ सबैलाई गाह्रो भयो होला भनेर तत्काललाई मात्र भनेको छ, तत्काललाई, अहिलेलाई मात्र। एक हेल्प डेस्क यही तुरुन्तै भोलिबाट सुरु गर्ने भनिसक्यो, यही समस्याग्रस्त यहाँ। अर्को हेल्प डेस्क तुरुन्तै भोलिबाट प्राधिकरणमा एकजना यहाँ एकजना बस्छ, भोलिबाटै अविनजी यहीँ बस्नुहुन्छ। र हामीले के भनेको छौँ भने आन्दोलन हामी अहिले रोक्दैनौँ, किनभने यहाँबाट यहाँ जति पनि छन् जसलाई हामीले आरोप लगाएका छौँ उनीहरूका कैयौँ प्रमाणहरू यहाँभित्र छन् नि त, त्यो नष्ट गरेर त दिनु भएन, भयो त। फेरि यहाँबाट हेल्प डेस्कमा बस्ने या तपाईँहरूले हेर्नु भने कर्मचारी धेरै फाइल बोकेर यहाँ चाहिँ हिँड्यो भने यसलाई चाहिँ तुरुन्त तपाईँहरूले रोक्नु पर्यो, किनभने यहाँ त तुरुन्तै यहाँभित्र भएका फाइलहरू गायब हुनु भएन, हो कि होइन ल भन्नुहोस् त। बदमासी भएको फाइल त यहीँ छन्, मिलान गरेका फाइल यहीँ छन्, ऋणीहरूसँग मिलान गरेको, सेटलमेन्ट गरेको लगायत विभिन्न कुराहरूका फाइल यहाँ लिलामी गरेका सबै माइनटहरू यहीँ छन्, हो कि होइन। यो सबै कुराहरू यहाँ यिनका दराजमा भोलि खोलेर हेरिनुपर्छ, बुझ्नुभयो नि। त्यसैले मैले के आग्रह गरेँ भने यो ज्यानको मैले हिजो पनि भनेको छु, मलाई कुनै प्रभाव छैन, तर न्याय हुनु पर्यो, पीडितलाई न्याय हुनु पर्यो कुनै पनि हालतमा। र प्राधिकरणले पनि अब वाचडगको रूपमा काम गर्छ। प्राधिकरणमा भएको हाम्रो प्रतिनिधिले यहाँ पनि यो हेल्प डेस्क भनेको प्रत्येक महिनाको अन्तिम आइतबार, प्रत्येक महिनाको पहिलो आइतबार अब चाहिँ मन्त्रालयमा समीक्षा गर्ने, के भयो, के गर्ने भन्ने कुरा, आवश्यक पर्ने कुरा। र अहिले तुरुन्तै पहिला जस्तो कहिले केवल होइन प्रथममा रिजल्ट दिने गरी काम हुनुपर्छ भनेर भनेका छौँ हामीले, त्यो काम हुन्छ भन्ने कुरा आएको छ, बुझ्नुभयो नि। अब त्यो महिनामा या दिन के हो त्यो हामीलाई थाहा भएन, प्रत्येक हप्तामा काम भएको देखिनु पर्यो। अब एकदम पारदर्शी, अब पहिला यहाँ वेबसाइटमै सबै कुरा आउँछ, यो कुरा हुनुपर्छ भनेको छौँ हामीले, वेबसाइटमै हुने गरी। जस्तो के भयो त, मिलान कसरी भयो, या मिलान कसरी गर्ने, या बचतकर्तालाई बचत कसरी फिर्ता गर्ने। एक त मिलान भन्ने कुरो त्यो नामै बन्द गर्नुपर्छ भनिसकेका छौँ हामीले। त्यो मिलान भनेर एकजनाले पाउने अरू चाहिँ हजारौँ जनाले नपाउने भन्ने त हुँदैन। मिलान पनि थाहा छ कस्तोको भइरहेको छ, जसको पहुँच छ, जसले नसक्छ त्यसको, ए बाबा खाने पैसा छैन, उपचार गर्ने पैसा छैन, त्यसले थप्छ कहाँबाट, थप्छ, उसलाई त यही पैसा जति छ चाहियो। यो सबैको अन्त्य गर्दै भोलिबाट हाम्रो आन्दोलन रोक्नुपर्छ, तुरुन्तैको लागि मात्रै, अहिलेको लागि। र सबै सहकारीबाट हामीलाई 5-5 जना टिम दिनु पर्यो यहाँ, जो उसको लागि काम गर्नलाई। यहाँ चाहिँ को भन्दाखेरि यो हाम्रो यो अविनजीलाई सपोर्टेडका लागि। अनि यहाँ एउटा कुरा के गर्नु पर्यो, जुनसुकै सहकारीका बदमासहरू आएर यो आन्दोलनलाई नसगाउने जो छन् नि, तिनीहरूलाई तपाईँहरू आफैले कारबाही गर्नुपर्छ, गर्ने कि नगर्ने? पीडित हो भन्ने, पीडित अर्काले बनाइदिएको भाग खान आउनेलाई तपाईँहरूले ठिक पार्नुपर्छ। यहाँ कतिका ग्रुपमा हेरिरहेको छु, आज यी भ्रष्टहरूलाई लखेट्ने बेला साथ नदिने भोलि कुन मुख ल्याएर आउँछ यहाँ,
भन्नुहोस् न, आज आन्दोलनमा कसले सहयोग गर्यो कसले गरेन? वास्तविक पीडितले सहयोग गर्यो नि। आज लखेट्न, गलत काम गर्नेलाई लखेट्न सहयोग गर्ने को हो? वास्तविक पीडित हो। तर जो सञ्चालकको मतियार र यी यस्ता व्यक्तिहरूको मतियार जो चाहिँ यो 6 जनाको फोटो लगाएको छौँ, यिनका मतियार हुने मान्छे त हाम्रो समूहभित्रको त होइन रहेछ हो। अब त्यसलाई कारवाही गर्न केही नभए पनि उसका ग्याङ आउँछ भने राम्रोसँग उसलाई बिर्फिङ बाहिरै गरेर अनि मात्र भित्र, नभए हुँदैन। अब यी अवसरवादी पीडितलाई पनि हामीले हेर्नु पर्यो। अवसरवादी जो आफ्नो मात्र पैसा चाहिएको छ अरूको होइन भन्नेलाई अब ठिक पार्न तपाईँहरू आउनुपर्छ, तपाईँहरू तयार हुनुपर्छ। अब यहाँ के भएको छ? आफ्नो मात्र मतलब राखेको जस्तो सुकै परोस् दलाली गर्नेहरूको अन्त्य हुनु पर्यो। यहाँ अब एकदमै पारदर्शी तरिकाले चल्छ, गलत गर्नेहरूलाई कारबाही हुन्छ। यो कारबाही हामीले आफै गर्नुपर्छ, तपाईँहरूले आफै गर्नुपर्छ। जे कुरामा पनि अध्यक्षले गरिदियोस् भन्ने होइन नि त, तपाईँहरूले गर्नु पर्यो, रिपोर्ट ल्याउनु पर्यो। पाउने नपाउने भन्ने कुरामा सबैले पाउनुपर्छ। एउटाले पाउने एउटाले नपाउने हुँदैन त्यस्तो। पैसा त सबैको हो नि, सबैले पाउनुपर्छ। कम भए पनि सबैलाई जति पर्छ त्यो सोच बनाउनु। र सक्रिय भएकाहरू जति हुनुहुन्छ उहाँहरूलाई त कुनै पनि हालतमा न्याय महासङ्घले ग्यारेन्टी गर्छ। यो कुरामा तपाईँहरू सक्रिय हुनुहोस्। र जो चाहिँ अवसरवादी र गलत कार्य गलत क्रियाकलाप गर्नेहरूलाई साथ दिन्छ त्यो पीडित होइन, त्यो बदमास हो, त्यो ठग हो कि होइन ल भन्नु। त्यसैले यहाँहरूको साथ यो हुनु पर्यो। र अहिले सबै यहाँ छलफल गरेर हरेक सहकारीबाट 5 जना 7 जना नाम टिपाउने। भोलिदेखि यहाँ हेल्प डेस्कमा हरेक कुरामा सहयोग। कसका सम्पत्ति कहाँ छन्, कहाँ देखाइयो सम्पत्ति, जुन चाहिँ थर्ड पार्टी खडा गरेर देखाइएको छ नि। सिआइबी यहाँ चाहिँ सिआइबीको कममा पनि अधिकृत लेभलको भनेको छ। अब इन्सपेक्टर डिएसपी साहब चाहिँ यहीँ हुने र उहाँले शङ्कास्पद सबैलाई छानबिन गरेर कारवाही गरिहाल्ने भनेको छौँ हामीले। यी कुराहरू छन् र अहिलेलाई तत्काललाई मात्र तपाईँहरूलाई हो भन्ने हिसाबले हामीले चाहिँ सहमति, नर्मल सहमति गरेका छौँ। यो तुरुन्तैका लागि हो। हेल्प डेस्क र यो हाम्रा मागलाई पुरा गर्ने शर्तमा गरेका छौँ। तर हामी 2-3 दिन हेर्छौँ, 2-3 दिन भित्रमा हाम्रा कुराहरूलाई पारदर्शी गरिएन भने आन्दोलन त के गाह्रो छ। आह्वान गर्ने भोलिपल्ट आइहाल्नुहुन्छ, हो कि होइन ल भन्नुहोस्। यहाँ यो सक्रियताका साथ दिनुभयो। आज पनि 5 बजीसम्म चल्छ, 4 बजीसम्म अफिसियल टाइम। र यो बिचमा यहाँबाट प्रमाणहरू गायब हुन सक्छन्, यहाँहरू हेर्नु पर्यो। यहाँ चाहिँ तपाईँहरू स्वाट आयो घर हिँडिहाल्ने होइन, यहाँबाट प्रमाण गायब हुन दिनु भएन। यहाँ चाहिँ कन्टिन्यू बस्नुपर्छ, बुझ्नुभयो नि। तर भोलि हेल्प डेस्क त एउटा सपोर्टर भयो, बदमासहरू आउँछन् नि बिचौलिया, त्यसलाई ठिक पार्न चाहिँ यहाँ हरेक सहकारीका 5-5 जना गरेर 20 × 5 कति भयो? 100 जना त हुनु पर्यो नि। अब यो प्ले कार्ड हुँदैन, यो माइक हुँदैन, तर बाँकी त टिम त स्ट्यान्ड बाई बस्नु पर्यो नि, परेन? जो आउँछ गलत गर्ने त्यसलाई लखेटिहाल्ने। सत्य कुरा सही काम गर्नका लागि हेर्ने, हाजिरी हेर्ने, म त आएको थिएँ नि भनेर झुट बोल्ने पनि हेर्नुहोस् होइन। आन्दोलनमा कसले सहयोग गर्यो त्यो पनि हेर्नुहोस्, र सही काममा कसले साथ दिइराखेको छ त्यो पनि हेर्नुहोस्। अनि यहाँ चाहिँ के हुन्छ भने मैले त सहयोग गरेको हो नि भनेर झुट बोल्नेलाई चाहिँ तपाईँहरूले कारवाही गर्नुहोस्। तपाईँहरूले आथिस कहाँ थिइस् भन्नु पर्यो तपाईँहरू। आज कति घाइते भयो, कति चाहिँ बिरामी भएर आइरहेको छ। तर पैसा लिने बेला लुकुर झोला बोकेर अगाडि आउनेलाई चिन्नु पर्यो। अर्काले बनाइदिएको ठाउँमा आएर अनि पहिलो अगाडि चाहियो उसलाई पैसा, दुःख गर्ने, एउटा काम गर्ने कालु, माम खाने बालु।